हामी शान्तिपूर्ण आएका हौँ, कुनै खर्च नआएको होइन। एसपी साहब, तपाईँ पनि बालबच्चा छ, सबैको बालबच्चा छ, सफाई नत्र आज विभिन्न चाडपर्व चाहिँ सबै घुमाइसकेको छ। तलब मेयर साहबले भेट्न खण्ड हामीले मेयर साहबले भेट्न दिँदैन, राजा महाराजा जस्तो हुनुहुन्छ उहाँ, के भेट्नै नपाउने हो? कर्मचारी मजदुर साथीहरूले कुनै पनि मेयर साहबले भेट्न नपाउने कहाँ छ अहिले? 34 वर्ष भइसक्यो जागिर खाएको, मेयर साहब भेट्न नपाउने, सहजकर्ता भूमिका निर्वाह गर्न नसक्ने, तपाईँ दादागिरी देखाउने यहाँ। एसपी साहब, तपाईँले तलब चाहिँदैन, हामी तलबको लागि आएको हो कि कसरी उस्काएर तपाईँहरू होइन, तपाईँले पो उस्काएको भन्नु आउनु पो एसपी साहब। हामी चाहिँ चेन अफ कमान्ड र अनुशासनभित्र रहने प्रहरी, हामी कोही उत्तेजित भयो भन्दा हामी उत्तेजित हुँदैनौँ। हामीलाई दिएको आदेश हामी अक्षरशः पालना गर्छौँ, त्यति हो। अब एउटा कुरो के भनेदेखि मैले यो कतिपय कुराहरू चाहिँ हामीलाई स्पष्टै आदेश भएको कुरा हो। यो यसरी तामझाम गरेर छ नि, यो ठिक भएन। तामझाम गरेर जुन किसिमको भएको छ त्यो ठिक भएन। हामी सुरक्षाकर्मीमाथि नै अरूले त भन्दैन, हामी जनप्रतिनिधिहरू एकदम संयमित हुनुहुन्थ्यो, उहाँहरूप्रति केही छन्, तर केही कर्मचारी साथीहरूको रवैया देखियो नि, कुर्चीमाथि चढेर कार्यालय समयमा कार्यालयमा काम नगरेर यहाँ देख्नु भएको छ नि त, महानगर प्रहरीमाथि धरपकड गरिरहनु भएको छ, यो कार्यालय कब्जा गरिरहनु भएको छ, सबैले देखिरहेछन्। तर हामी समानपूर्वक हाम्रो जनप्रतिनिधिहरू हुनुहुन्छ, देख्नु भएको छ त। हामी पनि हेर्नुहोस्, यही महानगरको कर्मचारी हो होइन। त्यो अब कति राजनीतिक भाषाहरू हामी बोल्दैनौँ, बोल्नु पनि पाइँदैन। हामी कर्मचारी सीमाभित्र बोल्ने हो, कार्यालयको सुरक्षा गर्ने जिम्मा हाम्रो त्यो त्यसैको लागि बसेका छौँ। हामीलाई स्पष्ट आदेश छ, कार्यालयको आदेश हामीलाई चाहिँ कार्यालयले दिएको आदेश त्यो अक्षरशः पालना गर्छौँ। हामीले पनि त 3 महिनादेखि तल पाएको छौँ, तर हाम्रो कर्तव्यबाट बाहिर छैन। हामी कर्तव्यबाट कहिले पनि हामी पछाडि हट्दैनौँ। हामी चाहे 6 महिना भोकै बस्नुपर्छ, 1 वर्ष बस्नुपर्छ, तै पनि हामीले कर्तव्य छोड्दैनौँ। प्रहरी भनेको त्यही हो, त्यसैले प्रहरी भनेको हामी कार्यालयको सुरक्षा गर्ने हाम्रो जिम्मा हो। सुरक्षासँग सम्बन्धित विषयहरू भयो भने हामी कसैलाई पनि नआउन दिन सक्छौँ। हामी यहाँ सुरक्षाको जिम्मा लिइसकेपछि सुरक्षा थ्रेट भयो भने जुनसुकै पदाधिकारी पनि हाम्रो जिम्मेवारी हो, त्यही नै हो, त्यसरी बुझ्नु होला। तलब नपाउनुमा काठमाडौँ महानगरपालिका मात्रै दोषी भयो, सङ्घीय सरकारको केही दोष छैन अथवा केही भूमिका छैन? लडाइँ उहाँ के छ, लडाइँ हाम्रो सरकार छैन। हामी 3 महिना भयो धैर्यता बसेर गरेको, तलब चाहियो यति मात्रै भन्नु। सङ्घीय सरकारप्रति के छ, तपाईँहरूले के भन्नुभएको छ? उता पनि केही आकर्षण गराउनु भएको छ, केही बोल्नु भएको छ? सुन्नु न, सङ्घीय प्रशासनको नेमको सरकार के छ, केन्द्र सरकार के छ, स्थानीय सरकार के छ, हामीले थाहा छैन। हामी कर्मचारी तलब चाहियो भन्ने मात्रै आएको। सुन्नुहोस् न, मेयर साहबले तपाईँलाई पनि भेट्नुहुन्न? यस्तो समस्या आउँदै आउने। आज पनि हामी कुनै पनि कुस्ती खेल्न आएको होइन, हामी मात्र तलब माग्न आएको। आउने कर्मचारीलाई काम गर्न नदिनु कारण के हो त्यो हामीलाई थाहा भएन। उहाँहरू 2 वर्ष 3 वर्ष जतिसुकै सरकारसँग लडाइँ गर्नु, तर हामीले तलब चाहियो क्या, तलब चाहियो। सबै साथीहरू सबै यहाँ अहिले चाडपर्व भन्नु पाएन क्या, त्यसै मात्रै थाहा छ हामीलाई। कर्मचारी दमन नगर्नुहोस् के, तपाईँको बालबच्चा छ, तपाईँले पनि तलब चाहिन्छ, यो कुनैबाट आउँछ भने भन्नु केही छैन, तर हामीले तलब चाहियो नि। सुन्नुहोस् न, तपाईँले अहिलेसम्म काम गरिरहँदा बालनजीलाई कति भेट्नु भयो? भेट्नै दिनुहुन्न उहाँले, अहिलेसम्म भेट्नु भएन? भेट्नै दिनुहुन्न। बाटोमा अगस्तमा भेट्नुहुन्छ, दर्शन गर्छु होइन, त्यति हो, त्यो बाहेक अरू छैन? हामीले यो कुरा गर्छौँ। धन्यवाद है। अब हामी जस्तो भए पनि उहाँहरूलाई हटाउँदै हाम्रो तलबकै मागमै छ भनेको बुढागाईजी आइदियोस् भन्ने छ तपाईँले? हजुर, त्यही हो। जो आए पनि हामीलाई चाहिँ तलब दियोस् के। अब उहाँहरूलाई नछिरा भने कि मेयर साहबले तलब दिनु पर्यो हामीलाई, जस्तो भयो भने हामीलाई तलब त खुवाउनु पर्यो। हामीलाई त त्यो भन्दा नि अब निलम्बन गरेको मान्छे भन्दा अब अर्को पथा नि ठिकै हो होइन। हामीलाई जस्तै भयो भने नयाँ आओस् पुरानो आओस्, हामीलाई चाहिँ तलबको कुरा छ। 22 वटा कार्यालयमा हाम्रो कार्यक्रम राख्दाखेरि वडा अध्यक्षज्यूहरूले भेटाउनु भएको त्यति हो। छैन हामीले। अब मेयर साहबलाई अब के भन्छ भने अब हामी कर्मचारीको दुःख बुझेर होइन 3-4 महिनादेखि तलब पाएको छैन, सबै कुरा मिलाएर बुझाएर हामीलाई चाहिँ तलब दियोस् भन्ने चाहिँ हामी चाहना छ।